नमस्ते, म शेफ भरत। यहाँलाई सुमो भरत युट्युब च्यानलमा स्वागत छ। आज म यहाँहरुको लागि तेमाकी सालमन लिएर आएको छु। तेमाकीलाई ह्यान्ड रोल पनि भनिन्छ। आउनुस् तेमाकी तर्फ जाउँ। तेमाकीको लागि हामीलाई चाहिन्छ हाफ नोरिसी, 35 ग्राम राइस। कुनै रेस्टुरेन्टमा अब 30 ग्राम पनि युज गर्छ, 40। अब हेरी छ। मलाई चाहिँ अब 35 ग्राम चाहिँ एकदम बेस्ट लाग्छ हैन। मलाई चाहिँ है अब चेप अनुसारको हुन्छ कि तिनीहरूले कति ग्राम राइस युज गर्ने भनेर। क्रिमी चिज, सालमन, क्राब स्टिक अनि एभोकाडो यो यतिकै हालेर बनाउँदाखेरि हुन्छ। तर म चाहिँ यो क्राब स्टिक चाहिँ फ्राई गरेर बनाउँदै छु। स्पाइसी मायो, स्वीट मायो, क्राब स्टिकलाई यो यसो चलाउने हेर्नुहोस्, यो भयो। अनि क्राब स्टिकलाई चाहिँ टेम्पुरा ब्याटरमा हाल्ने, यतिकै फ्राई गर्दा नि हुन्छ। तर अलि आज क्रान्ची गराइदियो होइन। यसो पानको यसलाई ब्रेड क्रम्प पनि भन्छ होइन। ब्रेड क्रम्पलाई फ्राई गर्ने। यसलाई हामी गोल्डन ब्राउन कलर गराएर निकाल्दैछौँ। वाउ, राइस अब म नोरीमा लगाउँदैछु। नोरीमा लगाउँदाखेरि हामी वरि यति गरेर यो भागमा पुरै लगाउँदा नि हुन्छ हैन। कसैले यो भागलाई मात्रै थोरै हल्का मात्रै लगाउँदैछ। म चाहिँ हल्का यस्तो गरेर ट्रायंगल साइजको लगाउँदैछु। हेर्नुहोस्, क्राब स्टिकलाई चाहिँ सिधा काट्दा पनि हुन्छ। म यो छड्के गरेर काट्छु। हेर्नुहोस्, आलुलाई पनि छड्के गरेर 2 पिस काट्दैछु। क्रीम चीज, स्पाइसी मायो, स्वीट मायो। हातमा लिएर बनाउँदा पनि हुन्छ हामीले ह्यान्ड रोल होइन। यो बोर्डमा राख्दाखेरि एकदम राम्रो सेप पनि आउँछ। ल हेर्नुहोस्, यो चाहिँ यो ठुलो भाग चाहिँ माथिपट्टि पारेर लगाउने। सालमन, अब यसलाई चाहिँ सिधा यहाँनिर राख्ने, यहाँनिर जोड्ने अनि यसरी रोल गर्दै जाने। हेर्नुहोस्, यहाँ जोड्ने अनि त्यसपछि हेर्नुहोस्, यसलाई नछोडिकन भातको सिता चाहिँ यहाँनिर पिल्साइदिने। माथिबाट चाहिँ सस राखिदिने, अझै राम्रो हुन्छ। स्वीट मायो, स्पाइसी मायो, मिक्स सेसमी सीड, हल्का स्प्रिङ अनियन। ल हेर्नुहोस्, ह्यान्ड रोल एकदम राम्रो देखिएको छ। हेर्नुहोस्, अब ह्यान्ड रोललाई म प्लेटमा सजाउन गइरहेको छु। सुसी जिन्जर, वसाबी, आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट्स गर्न नबिर्सिनु होला।
यदि भिडियो मन पर्यो भने लाइक शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। आगामी भिडियोहरुमा अझै नयाँ सुशीका रेसिपीहरु लिएर आउनेछु भन्दै आजलाई यति नै। धन्यवाद। यहाँहरुको दिन शुभ रहोस्। बाइ बाइ।